सो हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ फेरि म आइसकेको छु। आज चाहिँ सरस्वती पूजा अनि सरस्वती पूजाको सब शुभकामना। राम्रोसँग मनाउनु होला, राम्रोसँग सरस्वती माताको पूजा गर्नु होला। अब आज चाहिँ मैले बिहान बिहानै नुहाइ पनि सकेको छु अनि प्लस सबै सामानहरू ठिक गरिसकेको छु। अघि नै भिडियो बनाउनु पर्ने, अघि नै आगो आउनु चाहिँ म सबै रेडी भइसक्यो। अहिले चाहिँ अब सबै कुरा भन्नु पाइनँ अघि नै, अब त्यसको लागि चाहिँ सरी। अघि चाहिँ मेरो मोबाइलमा चार्ज थिएन, हिजो बेलुका मैले गोठमा लगेको थिएँ मोबाइल, त्यही भएर। अनि गोठबाट आएर यताउता सबै कामहरू गरिसकेँ। अब चाहिँ बस म जानु मात्रै बाँकी हो, अनि स्कुल जान्छु अनि त्यहाँदेखि तपाईँहरूलाई देखाइ नै हाल्छु। यहाँनिर मैले ठिक गरेको अक्षता छ, अनि अब भेटी पैसा पनि होला कता। भेटी पैसा चाहिँ अब मैले भेटाएन, अनि अब खोजी बस्नु पाएन। अहिले चाहिँ ट्याक्क लगाएर 8 बजिसकेको छ, देख्न सक्नुहुन्छ। 8 बजेर अनि 2 मिनट गइसकेको रहेछ यतापट्टि टल्क्यो। अनि अब चाहिँ म ट्याक्क लगाएर फेरि अस्ति ल्याएको जुत्ता थियो होइन, यहाँ म देखाउँछु तपाईँहरूलाई। यो जुत्ता चाहिँ कस्तो ठिक नै भएन क्या, सानो टुप्पुक्क भयो, अनि त्यही भएर मैले नलाएको। कस्तो सोच अर्कै थियो क्या, नयाँ जुत्ता लाएर अनि जाने भन्ने सोच थियो। अब भएन, ठिकै छ। अब नेक्स्ट टाइम अर्कोचोटि गरौँला। अब सुकाइ चाहिँ अहिले चाहिँ मैले यो पनि यहाँनिर अब झोला पनि लान्छु म चाहिँ, अनि झोलामा हालेर लान्छु। त्यही हो, धेरै के बोकी बस्नु। अब कसैले ल्याइदिनु न पनि भनेको पनि छैन, केही भनेको छैन। अब उताबाट अगरबत्ती पनि लानुपर्ने, अगरबत्ती चाहिँ अब उताबाट बुनोहरूले ल्याउँछ, अनि त्यही बुनोहरूसँगै लिनुपर्छ। अब बहिनीहरूले ठोक्नु पर्ने हुन्छ। अब चाहिँ म ट्याक्क लगाएर घरबाट निक्लिने बेला भए। के गर्छ घात्रा घुत्रु। अब चाहिँ म यहाँनिर ढोकामा चाबी लाउँछु अनि निक्लिन्छु है त गाइज। तपाईँहरूलाई म अहिले पछि भेट्छु, अहिले एकछिनमा। सो फाइनली गाइज अहिले चाहिँ मैले चाबी पनि लगाइसकेको छु, अनि अहिले चाहिँ भर्खर 8 बजिसकेको छ। अब भर्खर त के भन्नु, 8 बजिसक्यो। अब चाहिँ म फटाफट जान्छु, अब स्कुलमा अनि धेरै कामहरू छ। अब चाहिँ म घरबाट निक्लेको, अनि अब फेरि प्लस माथि गएर बाइक पनि हल्का धोएर जानुपर्ने छ क्या। अब किनकि मान्छे धेरै हुन्छ। अब मान्छेको अगाडि त के थोत्रे बाइक, कुन्दाको पुरानो बाइक छ, त्यही माथि अब हल्का नधोएको नि थुप्रो भयो। अब अलिअलि पुछपाछ गर्छु अनि जान्छु है त। अब चाहिँ म भिडियोको अन्तिमसम्म हेर्नु होला गाइज होइन। आज चाहिँ रमाइलो हुन्छ। अब मलाई जहाँसम्म लाग्छ रमाइलो हुन्छ। अब हिजो कति 4-5 घन्टा बसेर बुनिया पोकाएर आएको, अनि म चाहिँ बेलुका छिटै आए सकेन। अब त्यही भएर म चाहिँ आज अलिक छिटै हिँड्दैछु। छिटै त के भन्नु, ढिलो भइसक्यो। अझै म फटाफट जान्छु। अनि त्यही गाइड, भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि भन्दै अब चाहिँ म माथि अङ्कलको घरमा छ बाइक चाहिँ, अनि म बाइक भुटुर भुटुर बनाउने, चट्ट जाने। बाइकमा तेल पनि थिएन, अनि मलाई पैसा पनि मागेको थिएँ। अब चाहिँ ट्याक्क हेलमेट पनि माथि नै छ, त्यहाँ आन्टीहरू होला। अब त्यस्तै हो। अब एकछिन त्यस्तै म 8:15 चाहिँ निक्लिन्छु होला। अब त्यही हो, अहिले पछि भेट्छु तपाईँहरूलाई चाहिँ म। भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अनि सरस्वती पूजा कस्तो हुँदैछ तपाईँहरूको प्लिज कमेन्ट गर्नु होला अहिले नै। अनि अब मेरो कस्तो हुन्छ भनेर त अब तपाईँहरूले थाहा पाइहाल्नुहुनेछ अहिले एकछिनमा। कस्तो सास बढ्यो, उताबाट केटाहरू पनि आउँदै रहेछ। सो गाइज
अहिले पछि भेट्छु है त तपाईँहरू। फाइनली मैले चाहिँ अब अलिअलि बाइक साइक पुछेर धोएर अनि आइसकेको छु। अहिले चाहिँ म अघिकै ठाउँमा छु। अहिले चाहिँ मैले सबै कुराहरू गरिसकेँ। अब चाहिँ म जानु लागेको। अहिले पछि तपाईँहरूलाई म उहाँ गएर भेट्छु। अब थोत्रै छ हेलमेट पनि, अब यस्तो गरेर जानुपर्ने हुन्छ। अब पुलिसले समात्छ क्या नभए। अब बाइक चाहिँ यही हो मेरो। अब मेरो त के भन दाइको हो। अब दाइले मलाई छोडिदिनु भएको, नचलाउनु भन्नुभएको थियो, अब चलाइदिएको। अब चाहिँ म जान्छु। अहिले पछि भेट्छु तपाईँहरूलाई चाहिँ म उहाँ पर गएर। अब मोबाइल अड्याउने कुरा नि केही छैन, अब समाउने केटाहरू पनि छैन। अहिले केटाहरू भेटायो भने म भिडियो बनाइहाल्छु। अहिले चाहिँ अहिले पछि भेट्छु तपाईँहरूलाई चाहिँ। त्यही हो गाइज, अहिले पछि भेट्छु है त तपाईँहरूलाई चाहिँ। सो अहिले चाहिँ हामी यहाँ पूजा गर्न लागेको। के छ केटा हो भनेर हल्ला गर्न चाहिँ नमिल्ने। यता छ सरस्वती माताको ऊ चाहिँ। पण्डित के छ यता बाजे हुनुहुन्छ। गरिसक्यो तिमीले? अनि खोइ त अनि बालेको। अनि केटाहरूलाई मैले ठिक्क पुग्ने गरी अगरबत्ती ल्याएको थिएँ त। सबै त हालिदिनु होला, सबै केटाहरूले सक्यो भन्छ। लगाइदेऊ लगाइदेऊ। मेरो नि बाबै छ ए बाजे यहाँ टिका लगाउँदा लगा न। आयु आरोग्यम धन सम्प्रवादे शान्ति समृद्धिवादे लोगान कीर्तन करी करी नियम योगाश्च तस्य पुरा परि। र यो बाती अक्षता नराखिकन हल्का यो पैसा पैसा टिपेर यहाँ हाल्दा बाती लगाउनु पर्दैन। ए अहिले पछि टिप्नु क्या? अहिले टिप अहिले सिधा भन न यस्तो तेर्सो। एकछिन म पहिला यो पनि लगाएर हालिदिन्छु। मलाई कति धुन आउँछ एउटा। सो अहिले मैले पूजा पनि गरिसकेँ। बाजे के छ? यस्तो पोले क्या मलाई नि। यता साथीले गरिरहेछ। यता छ अर्को साथी। यता छ हाम्रो पण्डित बाजे। के हो ओ चाहिँ सजावट चाहिँ त्यस्तो धेरै राम्रो त गरेको रहन्छ है। यो टिपिदिनु भने होइन, यो चाहिँ टिपिदिनु रे बाजेलाई। ए यहाँ साथीको फोटो खिचिदिनु रे फेरि। भयो दुईटा खिचिदिए। सो यो चाहिँ यहाँनिर बाजेलाई उयो गरिदिनु पऱ्यो। पाती नहाल्ने क्या, हेर्नु सत्तो चढाएको चिज कुल्च्यो क्या। अनि के थाहा त मलाई, मैले नि झार्ने त भन्ने कहाँ हो र। अब यहाँनिर जुत्ता लाउनु पर्ने हुन्छ। त्यस्तै त्यस्तै हो। सो अहिले चाहिँ हामी स्कुलको छतमा अब यता केटाहरू फोटो खिच्दैछ। अनि यहाँ तल छ सबै विद्यार्थी। हामी चाहिँ टपमा आएको स्कुलको छतमा। यतातिर प्रसादहरू बाँडिरहेछ उहाँ र मन्दिर। अनि यतातिर सरहरू गर्दै हुनुहुन्छ, फेरि तरकारी पकाउँदै हुनुहुन्छ। अब देख्न सक्नुहुन्छ। अहिले जान्छ हामी चाहिँ तल। केटाहरूको यतातिर फेरि फोटो सुट हुँदैछ। केटाहरू फेरि औडा गरिदिन्छ केटाहरू फेरि। भयो यता छ अरू केटाहरू। यतातिर भ्यू देख्न सक्नुहुन्छ, खतरा छ। हाम्रो गाउँ चाहिँ वहाँनिर हो, उ त्यो सेतो गुम्बा भएको ठाउँमा।
यतातिर छ क्याम्पस यतातिर छ क्याम्पस चाहिँ म चाहिँ यतातिर छु किराहरु जाउँ हो फुल निकाल्ने हो क्या जुत्ता लागेन सिँगारै हुँदैन नि हात त काट्दा भइहाल्छ देख्न सक्नुहुन्छ खतरा छ सजावट कस्तो आयो सो टिका चाहिँ पुग्छ क्या अरे केही छैन तल जाउँ है अहिले पछि भेटौँला तपाईँहरूलाई चाहिँ अब त्यहाँनिर काम गर्नुपर्ने हुन्छ होइन ए एक्सन मोडमा यता छ जाउँ ए गोरुहरू अनि भिडियो गरे पनि अनि स्क्रिनसट लिँदा भइहाल्छ नि म त यतिकै त लिइदिन्छु अब भरे गएर भिडियो एडिट गर्दा यहीँनिरबाट स्क्रिनसट स्वाट तान्ने पनि भइहाल्छ फोटो उयो भाइकोबाट ऊ वाट्सएपमा हाल्नुपर्छ यार अहिले फोटोहरू वाट्सएपमा हाल्ने हो अनि फेरि उता वाट्सएपमा ग्रुपमा राखेर स्टोरेज नभए फुल हुन्छ सो अहिले सबै भइसकेको छ यहाँनिर छ भरे सो अहिले पछि भेट्छु तपाईँहरूलाई
सो फाइनली गाइज अहिले चाहिँ म घरमा पनि आइसकेको छु, देख्न सक्नुहुन्छ। अब अघि चाहिँ बाइकमा अब बाइक चलाउँदाखेरि त भिडियो बनाउनु पाएन। अब जम्मा सबै केटाहरू एक एकवटा बाइकमा आएको, अनि रेस परे जस्तो भयो क्या। अनि एउटा अगाडि गइगयो होइन, अब जाउ जाउ दोस्त सुरुमै भन्दै, अनि ऊ सट्ट अगाडि गयो। म अगाडि आउने भन्दा म कसैलाई अगाडि हान्नु दिन्थिनँ। अब एउटा थियो म बिचमा थियो, अनि पछाडिको साथीलाई मैले छिर्नै दिएन। अगाडिको साथीलाई ओभरटेक गर्नु भनेको भ्याउँदै नभ्याउने क्या। अब मेरो 150 उसको के अरे ऊ थियो अपाचे, अनि अपाचे भइसकेपछि त के भ्याउँथ्यो। अनि दुईको दुई ऊ सट्टै निक्लिन्छ, आफू एक्लाउनु पर्छ, अनि त्यस्तो भइसकेपछि अब ऊ 3-4मा हिँड्ने ठाउँमा म 2-3मा मात्रै हिँड्नु मिल्छ। अनि त्यही भएर अब अलिकति पछाडि आइयो, धुलो मजाले खाइयो अलिअलि। अब मैले चाहिँ हेलमेट लगाएको थिएँ, हेलमेट नलाउनेलाई चाहिँ पछाडि पार्नु भएर हेलमेट लाउने चाहिँ पछाडि गयो। अनि त्यही भएर अलिअलि धुलो खाइयो। अब केही छैन, अहिले चाहिँ म घरमा नि आइसकेको छु। अब अलिकति बुनिया ल्याइदिएछु मम्मीलाई चाहिँ। अनि अरू त खासै केही छैन, अक्षताहरू पनि छ। अब चाहिँ म अहिले आजलाई चाहिँ यति नै। अनि अब अर्को भिडियोमा भेटौँला। भिडियो मन परेन लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। हस् त साथीहरू, आजलाई यति नै।